नमस्ते, शुभ प्रभात, शुभ बिहानी। आज म यो काठमाडौँको टुडिखेल आसपासको क्षेत्र वरिपरि आइपुगेको छु। मेरो साथमा हुनुहुन्छ निश्चल बास्कोटाजी। उहाँ गाडी चलाउँदै हुनुहुन्छ र आज हाम्रो यो यात्रा लामो समयपछिको हो। यो लामो समयपछिको यो यात्राले हाम्रो यो गाडीको गति अलिक कम भएको कारणले गर्दा मेरो आवाजहरू अलिकति धिप्लुन्द हुन सकेनन्। सबैमा प्रेम प्रणाम छ अनि गुड मर्निङ, शुभ प्रभात, शुभ बिहानी। हामी भद्रकाली परिसर वरिपरि आइसकेका छौँ। हामी साथीहरू 5 जना हुनुहुन्छ। पछाडि हाम्रो साथीहरू एक आपसमा बोलिरहनु पनि भएको छ। धन्यवाद छ मित्रजन। यो दृश्य यहाँहरूलाई देखाउन पाउँदा आफूलाई सौभाग्य ठान्दै यहाँहरूप्रति सधैँ आभारी पनि व्यक्त गर्न चाहन्छु। मेरा धेरै टिकटक भिडियोसँग पुगेर र युट्युब च्यानलसँग पुगेर धेरै सपोर्ट गर्नुहुने मेरा तमाम शुभचिन्तक शुभजनहरूमा म सधैँ आभारी छु। आज पनि यो भिडियो अलिकति लामो हुन सक्छ र यहाँले कति पनि विचलित नभइकन हेरिदिनुहुन्छ भन्ने भित्री मनदेखि यन्त्र कुना काप्चादेखि नै यहाँहरूलाई यो आग्रह आह्वान एकमुष्ट होलसेलमा गर्न चाहन्छु। हामी शहीद गेटमा आइसकेका छौँ। शहीद गेटमा आइपुग्दा म शहीद लखन थापालाई सम्झन्छु र अरू अन्य 4 शहीदलाई पनि सम्झन्छु।